हेलो गाइस, आज फेरि पनि म गोर्खेहाट घुम्न आइरहेको छु है, साथी र म। अनि यहाँनिर चाहिँ मलाई अस्तिदेखिको चिज कन्डक खानु मन परेको थियो होइन, खानुको लागि आएको थिएँ है। अनि त्यति खास लागेन, ठिकैको लाग्यो होइन। अनि खाएर चाहिँ हामी चाहिँ यहाँनिर तल जाँदैछु, रोटीहरू किन्नु छ है, मोमोहरू, धेरैवटा कुराहरू। अनि यहाँनिर तपाईँले भिड पनि देख्न सक्नुहुन्छ, दसैँको भिड प्लस गोर्खेहाटको भिड होइन, यति डरलाग्दो भिड भइरहेको थियो बजारमा चाहिँ है। फेरि अस्ति हामी अङ्कलकोमा आएको छु, फेरि सेलरोटी खानु, फेरि अङ्कलकोमा नै सेलरोटी किनिराखेर चाहिँ यहाँनिर केएफसी चिकन जस्तै बेच्दै रहेछ होइन। अनि यहाँनिर टेस्ट गरेको त त्यस्तो मिठो चाहिँ लागेन है, अनेस्टली भन्नुपर्दा चाहिँ त्यस्तो खासै चाहिँ थिएन है। अनि त्यसपछि चाहिँ यहाँ दिदीको दोकानमा आएर दिदी एक्लै हुनुहुँदैछ। अनि हामीले चाहिँ यहाँनिर सेल्फ सर्भिस गरेँ होइन, दिदी पनि बिजी भएको कारणले गर्दाखेरि है। उठाउँदै जानुपर्छ सबैजना रिसाइन्छ क्या, ढिलो भएर पर्खिरहेको छ। हामी बाहिर बाहिर खाइसक्यो, अगाइसक्यो हो, यिनीहरूले चाहिँ पर्खिरहेको छ। उनीहरू चाहिँ आज उयो खाँदैन रहेछ, ननभेज खाँदैन यिनीहरू, बाहिरबाट खाँदै जाँदैछ। के गर्नु, यस्तै छ गाइस। अब चाहिँ सबै किनिसकेर होइन, सबै मोमोहरू सबै किनिसकेर चाहिँ यहाँनिर दोकान पनि पुग्यो है। बिचराहरू चाहिँ कस्तो भोक लागिरहेको थिएछ, हामी चाहिँ बाहिरै खाएको थियौँ नि त कन्डक उयोहरू होइन, यिनीहरूले खाँदैन भनेर। अनि अब हामी पनि फटाफट खानु लाग्यो है, सबलाई भोक लागिरहेको थियो। सबले केही नखाइकन आएको थियो, गोर्खेहाटमै खानुपर्छ भनेर प्लान भएको थियो होइन। अनि चटपटहरू सबैजना मिलेर हामीले त्यही नै खाएँ, दिउँसोको लन्चमा चाहिँ त्यही नै गरेँ है, गोर्खेहाटको नै। अनि त्यसपछि हामीले लास्टमा चाहिँ सबै खाइसकेर चाहिँ हामीले लास्टमा चाहिँ पुच्का थियो होइन, पुच्का खाएँ है। पुच्का पनि खानु लाग्दो भएको थियो नि त होइन, अन्त पुच्का खानु मन पऱ्यो त्यो ल्याएँ। अनि पुच्का चाहिँ कत्रो ठुलो थियो गाइस है, यत्रो ठुल्ठुलो थियो, मुखमा हाल्नु नै साह्रो परेको है। अनि मिठो चाहिँ मिठो थियो है, टेस्टी थियो। अन्त त्यस्तो धेरै पनि थिएन खानेकुरामा, हामी सबैजना मिलेर खाएको नि त, कम्ती नै छ। तपाईँले देख्दाखेरि धेरै खाएको जस्तो लाग्छ होला है, तर त्यस्तो थिएन। अनि त्यहाँदेखि हामीले एकछिन बादमा चाहिँ सेलरोटी खाएँ है।